फुड च्यालेन्ज खेलौँ भने घरमा कोही पनि छैन, जहिले पनि एक्लै हुन्छ। त्यसैले पसलमा गएर किनेर ल्याए र गम कि गम खाए, पैसा पनि गए। हेलो एभ्रिवान, आजको मिनी ब्लगमा हजुरलाई स्वागत र मेरो मनैदेखि माया छ। खानासाना खाइसकेपछि दिउँसोका खाजा लिन हामी खरतिर जानु लाग्यो। पुग्ने बित्तिकै भाउजूको पसलमा गएर 10 वटा आलु चप किनेर 1 हाफ चाउमिन र 2टा करेन्ट चाउचाउ किनेर हामी चाहिँ साकुराको बसमा चढेर जाने भन्ने प्लान बनाए। साकुरा बस पनि फ्ल्याट्टै आइदियो, अनि त्यही भएर जानु पर्यो। बसमा त हिँडेर जानु भन्दा बसमा गएको त गइहाल्छ होला भनेर बसमा चढ्न लाग्यो, तर मान्छे चाहिँ पुरै त्यहाँ ब्यानर टाङ्दै रहेछ भर्न खुल्यो भनेर। अनि घर आउने बित्तिकै 2टा करेन्ट चाउचाउ फ्ल्याक्स हानेर पुरै त्यसलाई मजाले पकाएर आलु चप चाउमिन र अन्डा राखेर त्यसलाई त खानै पर्यो। हेर्दाखेरि त एकदमै दामी देखिरहेको। हजुरबाबा र हजुरआमा बाहेक कोही पनि थिएन क्या। अनि सबैलाई दिएर भ्याइसकेपछि चाहिँ अब मेरो पालो भनेर मैले गुवाम खान लाग्यो। यस्तो मिठो दामी एकदमै टेस्टी। हजुरहरू पनि एकचोटि सबै खाएर हेर्नु होला कस्तो लाग्छ हजुरहरूलाई चाहिँ। मलाई चाहिँ एकदमै दामी लाग्यो। चाउमिन करेन्ट चाउचाउ अन्डा 2टा आलु चप बाहेक केही पनि थिएन क्या। अनि पसलमा पाउने त्यति हो त। हाम्रो यता त मोमो सोमोहरू चाहिँ केही पनि पाउँदैन। मोमो किन्नका लागि चाहिँ हामी तल बजारमै पुग्नुपर्छ। त्यसैले जे मन छ त्यतिमै खुसी हुनुपर्छ। अनि किनेर ल्याएर पुरै गम खाइदिए। एकदमै मिठो। मिस्टेक चाहिँ मेरो के भयो भने, अनि अन्डा पाकिसक्यो होला भनेर निकालेर केलाएर खायो त भित्रको रानी राम्रोसँग पाकी छैन रहेछ। तर पनि केही छैन, हाफ बोइल भयो भनेर मैले खुसी मानेर पुरै गम हजुरहरू पनि घरमा एक्लै हुँदाखेरि चाहिँ एक्लैले पुरै सबै आइटमहरू किनेर ल्याएर खाएर एकचोटि ट्राई गर्नु। एकदमै मिठो हुन्छ। मलाई चाहिँ एकदम मिठो पनि यति मिठो कि थालमा सकिसके पनि पुरै कोदारी मैले खान लाग्यो। हातको औँला त चुस्ने त मेरो फेरि बानी नै हो नि। चुस्दाखेरि त आहा यस्तो मिठो, तर गोप चाहिँ नभन्नु है। अहिलेसम्म मलाई जति नै माया र सपोर्ट दिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद र थ्याङ्क यू भन्न चाहन्छु। मेरो मनैदेखिबाट माया छ हजुरहरूलाई। त्यो खानेकुराहरू खाइसकेपछि चाहिँ पानी धेरै खाने गर्नु होला हजुरहरूले पनि। मैले पनि पानी एकदमै खान्छु। पिरो चिज खाइसकेपछि चाहिँ बरु भात खान बिर्सिनु, पानी खान कहिले पनि नबिर्सियो। बिर्सियो जस्तो त लागिरहेको थियो। सुब्बा दाइले 3टा पाइलट लिन पठाएको थियो, तर के गर्नु, म त बसमा चढेर आइदिएँ बिर्सियो। अनि छिटो गएर पैसा पुऱ्याएर अनि बलखेल जानुपर्ने हुन्छ। टाइम छैन। हामी छिटो खरे गएर 3टा पाइलट किनेर सुब्बा दाइलाई दिएर घर आएर बल खेल्न जान लाग्यो हामी चाहिँ। अब आजलाई यति नै मिनी ब्लग। हस्त धन्यवाद, माया छ है सबलाई।